नु गाइज यहाँ म के भन्छ यसलाई आलु पकाउँदै मेरो अन्नानी भागिरहेछ। यहाँ डढेर हेर्नु कस्तो कालो कालो भइसक्यो भने थट। आज मस्त पकाएर अलिअलि यसो काक्रो साक्रो हालेर यसो घिच्नुपर्छ। जाडो छ यार, जाडोमा त अन्डा त हाल्नै पर्यो। अब यसमा के हाल्ने हो भन्दाखेरि यसो अलि मसला ससला हालेर यसो पानी हालिदिनुपर्छ। ल मेरो मसला पकाइदिली। यसमा सुरुमा जान्छ धनियाँ जिराको पाउडर, अनि यसरी बिस्तारै चलाउने हो कि फेरि। धनियाँ जिराको पाउडर भयो, यसो चलाएपछि उयो त पतालमा पुगिरहेको छ। उयो मेरो ग्रेभी त ये छोड़ दियो। यो भयो। अब के जान्छ भन्दाखेरि एकैछिन है त, म त जान्छु, मलाई थकाउँछौ म थकाउँदिन, मलाई बचाउँछौ म बचाउँदिन। अब यसमा जान्छ के अरे पकाइ डढ्यो ठट। यसमा अब गयो के भन्दाखेरि यसमा गयो यो तरकारीको पाउडर, मिक्स मसला। फेरि बिस्तारै चलाउनु हो कि। उयो डढेर हेर न थट। मिठो देखाएको छ है। फेरि यसलाई अलिअलि मिक्स गरेपछि बिस्तारै मिक्स हुनु दिनुपर्छ एकछिन। अनि यो मेरो पतालमा पुगिरहेछ। हजुर यसो पतालमा नपुग्नु, डढेर हेर्नु न थट। अब यो अन्डा यसो गर्ने हो। अनि त्यसमा अब अलिक खुर्सानी जान्छ यहाँ। यसमा अलिक खुर्सानी खुर्सानी गयो। अब यो खुर्सानी भालेर फेरि यसो एकछिन चलाउने, यसो अलि पिरो सिरो। त्यसपछि यसमा जान्छ अब गोलभेडा जान्छ यसमा। गोलभेडा एकैछिन है त। के अरे गोलभेडा नि हालिसक्यो, तर डरिरहेको छ कि धेरै। गोलभेडा हालेर यसो एकछिन चलाउँ। गोलभेडालाई एकछिन यसो गल्न दिनुपर्छ। यसलाई पतालमा पुगाइदिनु हो यसरी घिसारेर। वेट अलि चाँडै हाल्नुपर्ने गोलभेडा, ढिलो भयो। जे होस् यो त त्यस्तो मिठो लागिरहेको के हुन्छ। कोही डढेर फेरि यसरी चलाउने बिस्तारै। गोलभेडा त मलाई हेरिरहेको त स्क्याममा जा मिक्स हो छिटो डढ्यो मेरो तरकारी। गोलभेडा नि हालिसक्यो। उयो हेर्नु नि यहाँ डढेर त थट। गाह्रो छ हौ केटा मान्छेलाई त थट। पकाऊ खाऊ है, बिहानी कलेज जाऊ उठेर, जाडो नजाडो। अरू जापानतिर ठिक छ क्या, नेपालमा त यस्तै हो। हेर्नु 2 दिन लाएर यस्तो अलिअलि माछा साछा मार्ने। नेपालमा यस्तो हो क्या। फेरि जापानमा त सबै प्याकिङमा चल्छ नि त, स्ट्यान्डर्ड लाइफ। अब यो गाउँघरको केटाहरूको यस्तै हो हालत।
कसको करेसाबारी गएर यसो कोलबेटा टिपेर आयो अनि डराइ पकायो। यो भइसक्यो। कहाँ हरा एउटा कोलबेटा टट्टो पकाउनु है। यसलाई यसो बिस्तारै गुन्ने हो। यसरी गुनेर बिस्तारै गुनेर यसलाई अब अलि भइसक्यो। अब यसमा जान्छ हाम्रो H2O। अब H2O हाल्ने हो बिस्तारै बिस्तारै। अब यसमा H2O। अब H2O हालिसक्यो। अब यसो हो क्या, अब काम गर्दा गर्दै यसो अलि पढ्नु नि पर्छ क्या। यसमा H2O गयो। अब H2O ले रियाक्सन गरेर सबै भ्यापर कहाँ पुग्यो पुग्यो। अब यता अब खै के हो H2O गयो। यसलाई इङ्ग्लिसमा खै के भन्छ यसलाई, टाँसेकोलाई थाहा भएन। यसो त हजुरलाई थाहा छ भने यसो अलि कमेन्ट सेक्सनमा यसो यसलाई टाँसेकोलाई के भन्छ त्यो त मलाई थाहा भएन। बिस्तारै बिस्तारै यसो अलि सेट कहाँ हरायो त, डढ्यो जस्तो छ यार। चलाउनै नमिल्ने के फेरि। यो के बनाइरहेको थिएँ, के भनेछ यार, ग्रेभी बनाऊँ भनेको त थाहा छैन यार, खै के भन्यो यस्तो अनप्रेडिक्टेबल भन्नु नि त्यस्तै हो क्या। अब यसो अलि नुन चाख्नु पऱ्यो क्या, सोडियम क्लोराइड एकैछिन है त। सोडियम क्लोराइड यसो अलि थप्नु पर्ने भयो। अब यति जान्छ सोडियम क्लोराइड। दिस इज सोडियम क्लोराइड। साइन्स पढ्ने विद्यार्थीहरूलाई थाहा होला। यसो अलि सोडियम क्लोराइड गयो। हामी त एजुकेसनबाट हो, सिधै वन्स अपन अ टाइम हान्ने हो कि हामी त। रियाक्सन फियाक्सन भाडमा जाओस्, वन्स अपन अ टाइम। अब यसलाई के भन्छु भन्दाखेरि वन्स अपन अ टाइम आई वाज कुकिङ, के भन्छ इङ्ग्लिसमा, एग विथ पोट्याटो एन्ड टमाटो इज नट, के भन्छ अरे यसलाई थाहै छैन यार। जे भयो नि है, त्यो भन्ने हो क्या। अब लिटल वाटर इज भ्यापरिङ, सुप इज भ्यापरिङ। यसमा अलि हाल्ने हो क्या, मसला ससला यसो अलि बिस्तारै। अनि दिस इज चिल्ली पाउडर फेरि हालिदिने हो क्या। फेरि चलाइदिने हो यसरी। चलाएपछि यसमा अब छोडिदिनु पर्छ। त्यसपछि एकैछिनपछि यो चोरेर ल्याएको धनियाँ, चोरेको धनियाँ, यो धनियाँ यसमा हाल्नुपर्छ है। अब ल त गाइस, यो मेरो भात नै पाकिसक्यो, तरकारी नि भइसक्यो। अब मस्त खाएर सुत्दिनुपर्छ क्या। जब कसको उत्योबाट कुखुराको खोरबाट दुईटा लिएर चोरेर आएको यार, त्यो पाकिरहेछ। अब यसमा बिस्तारै यो काटेर हालिदिनुपर्छ मजाले, अनि घिच्नुपर्छ, अनि सुत्दिनुपर्छ खुट्टा फटाएर। रेडी।
ल बाई बाई, गुड नाइट। आजको सानो भ्लग यही सकियो।